हर अधिकारी गोत्र काङ्सले हुन गया जन्मै लिया जन्ममा ढाका राम बनेर नाउँ कैन्या सुन्नु हो सबजना म जन्मे 6 साल वसन्त ऋतुको वैशाख महिनामा 7 गते मङ्गलबार 27 घडीमा यो मृत्यु लोकैमा लालन पालन बुबाआमाले बडा जतनले गरी प्रवेशित लिए जन्म स्कुलमा 1 देखि 5 सम्म रे षष्ठो घर प्रवेश गरिदिया दैलेख मावि पास गरी आया घरैमा तहाँ आदि पूर्वगत विषय हुन् ज्योतिष शास्त्रहरू घरमा बसिए चित्रमनले 9 वर्ष पढ्नेहरू जैसे लेक्चर पढ्या हुन् 9 वर्ष पढ्याहरू त्यसपछि 32 साल प्रवेश गरिलियो शिक्षक पेसा पनि रुमा जनता प्राइभेट स्कुलको भया हेड मास्टर पनि बुबागा 3 भाइहरू थिया कान्छाको छोरो भई मदेखि पछिका भाइहरू ठिक 5 जना हुन्छै विवाह गरियो 23 सालमा दैलेख रूपा खेतमा ससुरा देवी नामले दिनुभयो 23 सालको ज्येष्ठमा विवाह भो विधिले हामी दुईको नेपालीका धर्मले 4 छोराको छोरी जन्मन गया बढ्दै गया कर्मले को विवाह गर्ने मनसु भइकन 35 सालैमा रुमा गाउँमा सम्झ जोडियो तकतिर शिवले शिक्षक भइकन वर्ष 12 बितिको यही रुमा गाउँको खेल्छो सादा बसी तथा हुनुगो सुन्दैन भोलि बुको कल्याणी तिमीलौ मानसिली कुन दिनमा जन्मियौ सारा सुन्ने उडाटका सगरले सातो उडाइदियो जमाया हुन्छ हात जान्छ गरे सातो उडाइदियो प्यारो जीवनको कथा छ रसिलो मिठो छ मिठो अति सपना र विपना दिन दिनभरि सम्झन्छु झन्झनती घुम्छु जङ्गल फाट बेजी छरा उल्लासको रोशनी देखु भन्न सुतर पनि चिप्लिन्छ यो देखनी अर्की भाउजी फुट्टायो यहाँ कलबाट डन्डी चिप्लिएको डन्डी चिप्लिन्छ यो लेखनी यो मेरा अनमोल पृथ्वी रसिलो छिनछिन पलाएको सुख माया छैन मलाई घरको झल्कन्छ तिम्रै मुख फिरी छैन मलाई सबै तरहको धनले पूर्ण छु छोरी छन् घरमा तर पनि प्रिय वियोगीमा छु छनात छन् भएर पनि त प्यारी उमागी ममा शान्ति छैन कुनै तरहमा चल्छु तिम्रै सुरमा रातो सारी कमर कटी लर्किन्छ भैमा जसै रत्नै रत्नहार जुहार कतिलाई मान्छु म फिका उसै यो मेरा भय समान बलि मेरा सँगैमा बसी लाली गाली घसी फुल जसी जाइका मेवर गाजसी प्यारी धनसरा तिमी बस्यौ कुना ठाउँमा तिम्रै सम्झना मात्र आउँछ हामीलाई कोही छैन मेरो यहाँ छनात छन् चाहिँ ताई पनि यस्तै सहभागी यहाँ छैनन् कोही पनि विचार गरिसके दैलेख जिल्लामा पीडितमा खान पर्ने भन्दै नपर्ने पनि पिरौँगी खाने भएर बस्छु अहिले म यहीँ नै हुनु पनि मेरो मर्म छिनिन्छ यो घगिलो सम्झेर माया हुने आँसुको लहरा बगन्छ घमा बिर्सन्न मर्दा पनि।